So guys, अहिले यत्रो मेकअप गरेर यत्रो मेहनत गरेर मेकअप र यो ज्वेलरी रिमुभ गर्ने टाइम आयो र यतिकै बसेर तर पनि खोल्नुपर्छ। सुनो त यति मन ढुकढुक भयो सुट गरिन्छ हेर्छन् है सुनो भन्छन् कसैले होइन सुनाइ न भन्छन् फेरि गसिप गरिरहेको थियो त्यहाँ। यस्तो राम्रो राम्रो सुनिन्छ सगुन ज्वेलर्स। सगुन ज्वेलर्सलाई सम्झिनु होला एन्टिक यस्तो राम्रो राम्रो सी तिमी किने होइन? किन्छु म यति त केही होइन होइन? यदि जानु दिदी हो नि त। अलिकति फ्रेमबाट आउट न दिदी आई कानको तारै भयो नि हुन्छ त मोडल चाहिँ। आया दुख्यो अति दुख्यो। फेरि तल भिडियो गर्न पनि सकिन्छ हामी। पखुन्न मेरो पनि पाना आउँछ कपाल नखोल्दा हुँदैन यो एउटा भुले नि हुने नि ला हो र अरे क्या मैले त हेरिन त म त लाँदैन त यो त मेरै हो है सानो वाला मेरो यही राख्दैछ बाहिर सुन्खे हो त सबै ए म पनि कहाँ गोल्डी म्यान हो नि म दुखाइदिन्छु नि दिदी एकचोटि पुरा रिभेन्ज लिन्छु कि क्या साँच्चीको दुखाइदिए आउच यो त दुइटैको सिङ्गै नआएको भन्दा त के गरेर